पहिरेका ती लङ्गौटी छाल रुखका ती पाटका कन्धनी झुन्डेका कटीमा मृगाजिन र ती माला गलामा पनि भिक्षा पात्र र पानी पात्र करमा झोली बगलतर्फ छन् पाउमा खराउ भस्म तनमा श्रीराममा चित्त छन् भिक्षा पात्र र पानी पात्र कलमा झोली बगलतर्फ छन् गायत्री जपले र घोर तपले आचारले वेदले विद्या ज्ञान र ब्रह्मचर्य गुरुको भक्ति र सत्सङ्गले धपधप अग्नि समान कान्ति मुखमा चम्कन्छ ब्रह्मत्वको उस्तो भेष र शील तेज दुनियाँ देखेर छक पर्दथ्यो दुर्वासा अघि थिए कुमार पछि थिए जय राम जय बोल्दथे बाटो घाट बजार ढाकी दरबारकै मार्गली चल्दथे यस्ता पुण्य महर्षिको त नचुकौँ लौलौ गरौँ दर्शन भन्दै झ्याल अटाली बाटपुरमा हेर्थे करोडौँ जन यस्तै खुब रमाइलो र भरिलो हेर्दै अयोध्यापुरी पुग्नु भो दरबार नेर मुनिजी श्रीराममा मनधरी ढोकामा पहरा सिपाही जति थिए चापचुप भई हेर्दथे पस्नु भो दरबार भित्र मुनिजी कोही केही बोल्दैनथे त्यो बेला रघुनाथ अन्तपुरमा सीताजीको साथमा हुन्थ्यो राज विनोद हाँस्य रसका बात मारी एकान्तमा चढ्दै सात तला उँभो मुनि पुगे चेलासँगैमा थिए जय सीते भनी जानकी भवनको दैलो थुनी ढिङ्गिए एकाएक यसोरी अन्तपुरमा त्यो 60,000को थुप्रो जङ्गलवासी विप्रहरूको जम्मा हुँदा ता हो दासी छक्क परे सखी परसरे सिपाही घेरा परे सारा सिँढी अटाली पालिनले घेरेर सारा भरे मन्त्रीलाई थाहा भए सद्गुरे सिर्दै अगाडि सरे दासी सामु परी र झट्टकरले ठाडै इसारा गरे दासी धर्खरिँदै बुझेर दगुरी सीताजीका सामु गई लागि बोल्न डराउँदै थरथरी काँप्दै र व्याकुल हुँदै हे सीते सुमते धरापति सुते हे राम सीता पते त्राई त्राई लङ्गौटी धारीहरूले दरबार छेकिसके फुर्तिला हुनलाई हो कि किन हो नाङ्गा भुतुङ्गा ती छन् चिन्लान् कोही भनेर हो कि किन हो फुस्रा बनेका ती छन् त्यस्तै हुन्की बनावटी स्वरूप हो लट्टा र दारी जुङ्गा झोली भाली कमण्डलु र मेरको छाला भिरेको छँदा आए 8 तला चढेर कसरी बाहिर के गरे रानीकै दरबार सम्मैनले घेरेर सारा भरे दासीका यति बात सुन्नु जब भो श्रीरामजी उठ्नुभयो आएछन् कुनै एक तपस्वी मुनि भनी झटपट वहीँ पुग्नुभयो पाई दर्शन जानकी रमणको सर्वस्व पाएँ भनी लागे आशिष भर्न मन्त्र विधिले गदगद हुँदै ती मुनि